यो भिडियो विदेशमा रहने हुने साथीहरूले पुरा हेर्नु होला, किनभने तपाईहरूको लागि यो स्पेशल भिडियो हो। जो साथीहरू विदेशमा रहेर फेसबुकमा काम गर्दै हुन्छ उहाँहरूको लागि यो भिडियो हो। सबैजनाले लास्टसम्म हेर्नु होला, किनभने विदेशमा हुनेले सबैले फेसबुकमा काम गरिरहेको छ। अनि त्यसपछि के हुन्छ, मोनेटाइज हुँदा वा मोनेटाइज हुनुभन्दा पहिला नै सेटअपहरू गरिहाल्नुहुन्छ तपाईहरू। सो सेटअप गर्दा ठिकै छ। तपाईहरू कसो गर्नु होला भने, यदि तपाईँ कुनै देशमा हुनुहुन्छ, मानौँ कि तपाईहरू यदि मलेसियामा हुनुहुन्छ, दुबई, कतार, सिङ्गापुर वा जापान, अमेरिका कुनै पनि देशमा हुनुहुन्छ भने तपाईहरूले त्यहाँबाट पनि सेटअप गर्न सक्नुहुन्छ र त्यहाँ बसेर पनि नेपालको ब्याङ्क डिटेलहरू त्यहाँ राख्न सक्नुहुन्छ मजाले। केही फरक पर्दैन, तपाईँको जति पनि पैसा आउँछ सो नेपालको ब्याङ्कमा आउँछ। त्यसैले तपाईहरूले उता बसेर पनि तपाईँले नेपालको ब्याङ्क डिटेलहरू राख्न सक्नुहुन्छ। र धेरैको के हुन्छ समस्या भने, विदेशमा हुँदा पनि अब कन्ट्री सेलेक्ट गर्दा हामीले अब के भन्छ कि म अमेरिकामा छु, दुबईमा छु, मलेसियामै छु भने त्यो त्यही देशको सेलेक्ट गरिहाल्छन् र फेरि अर्को ब्याङ्कहरू चाहिँ नेपालको राखिहाल्छन्। यसोमा तपाईँहरूले गल्ती हुन्छ तपाईँहरूको, र पैसा आउँदैन यसरी, र तपाईँको पे आउट पनि बिग्रिन्छ। सो तपाईँ जुन देशमा भए पनि तपाईँहरूले यदि सेटअप गर्दै हुन्छ भने नेपालको ब्याङ्क नम्बर, पान नम्बर वा पासपोर्ट नम्बर जे छ तपाईँ नेपालकै हाल्नु। र त्यहाँ तपाईँ बाहिरको देशमा हुनुहुन्छ तैपनि तपाईँ कन्ट्री सेलेक्ट गर्दा नेपाल सेलेक्ट गर्नु होला। बाँकी सबै चिज डिटेलहरू नेपालकै राख्नु होला तपाईँहरूले, किनभने धेरैजनाको मैले हेरिराखेको छु विदेशमा हुँदा सबै डिटेलहरू नेपालको राख्ने, अनि कन्ट्री सेलेक्ट गर्दा विदेशकै कन्ट्रीहरू राखिराखेको हुन्छ। यसो नगर्नु होला। कन्ट्रीमा अनि ब्याङ्क डिटेल हरेक चिज तपाईँको नेपालको राख्नु, फरक पर्दैन। बिग्रिदिने पनि नेपाल आएर पनि चेन्ज गर्न नपरोस् भनेर तपाईँहरूले यसरी गर्नुहोला। साथै यो भिडियो कस्तो लाग्यो सबैजनाले कमेन्ट गर्नुहोला। यो पेजलाई फलो गरिदिनु होला। यसै किसिमको भिडियोहरू यो पेजमा आउँछ। सो हस्त, धन्यवाद।